सो हेलो गाइज, इट्स मी अरिजो गेमिङ एन्ड दिस इज माई फर्स्ट भ्लग अफ बस सिमुलेटर इन्डोनेसिया। र आज चाहिँ म बिहानै उठेर घर बाहिर निस्केर आफ्नो गाडीलाई हेर्दै थिएँ। त्यत्तिकैमा मलाई फोन आयो कि लुम्बिनीको लागि रिजर्भ परेको छ भनेर। त्यति सुन्ने बित्तिकै चाहिँ म हतार हतार रेडी भएर आफ्नो जिपलाई स्टार्ट गर्नतर्फ लागेँ र फटाफट गाडी स्टार्ट गरेर म चाहिँ गाडीलाई लिएर बस पार्कमा पुगेँ। बस पार्कमा पुगेर आफ्नो गाडीलाई रोकिसकेपछि प्यासेन्जरहरू चढ्न थाले। तर प्यासेन्जरहरू चाहिँ हाम्रो गाडीको सिट क्षमताभन्दा एकदम धेरै थिए। जति प्यासेन्जर त्यति नै पैसा हुन्छ भन्ने सोचेर मैले चाहिँ प्यासेन्जरहरूलाई चढाएँ। तर यिनीहरूको हरकत देख्दा चाहिँ मलाई एउटै कुरा मात्र याद आएको थियो, यस्तो पनि गर्ने यो गाँठे ए गाडीको मुख नदेखेका हो, केही भयो भने के हुन्छ। र कोही मान्छेहरू चाहिँ सिटमा नहटाएर छतमा बस्न र झुन्डिन पनि भ्याइसकेछन्। त्यस्तो कुनै ठुलो कुरा त थिएन, तै पनि बाटोमा ट्राफिकले भेटायो भने चाहिँ हामीलाई छोड्नेवाला थिएन। र मान्छेहरू चढाइसकेपछि चाहिँ म बस पार्कबाट निस्किएँ र अगाडि चाहिँ मेरो साइडमा एकदम एउटा सुन्दर केटी देखेर म चाहिँ एकदम खुसी थिएँ। र त्यसपछि चाहिँ हामी अगाडि बढ्यौँ र गाडीमा तेल सकिसकेको थियो र गाडीलाई मैले तेल हाल्नको लागि पेट्रोल पम्पमा लगाएर टङ्की फुल गराएँ। र टङ्की फुल गरिसकेपछि चाहिँ मैले गाडीलाई बाटोमा निकालेर फेरि यात्रामा अगाडि बढ्यो। र त्यत्तिकैमा चाहिँ मेरो एक्सपेक्टेसनभन्दा बाहिरको एउटा घटना घट्यो। अगाडि चाहिँ थियो ट्राफिक र ट्राफिकले चाहिँ गाडीलाई बिच बाटोमा रोकिदियो र मान्छेहरू सबैलाई झराल्न लगायो। र म चाहिँ अलिकति पैसा दिएर निस्किन खोज्दै थिएँ। उसले चाहिँ मेरो गाडीलाई लिएर पुलिस स्टेसनै पुग्यो। भएन त बर्बाद। र पुलिस स्टेसनमा गइसकेपछि चाहिँ 1-2 घन्टा पुलिसको लामो लेक्चर सुनिसकेपछि चाहिँ मैले अन्तिममा पुलिसको हातमा पैसा थमाएर आफ्नो गाडी लिएर निस्किन थालेँ। मलाई त लागिरहेको थियो कि कुन दिनमा यो रिजर्भ लिएछु भन्ने। र आफूले शान्त बनाउँदै म चाहिँ अगाडि बढेँ। अगाडि चाहिँ हामी पाहाडको बाटोमा आइसकेको थियौँ। बाटो चाहिँ एकदम डेन्जरस थियो, जहाँबाट चाहिँ एउटा मिस्टेक भयो भने चाहिँ कुनै चान्स पनि थिएन। र अगाडि बढ्दै गर्दा चाहिँ एकदम ठुलो जाम लागेको थियो। म डरमा अगाडि बढिरहेको थिएँ र जाम के को लागेको रहेछ भन्दाखेरि चाहिँ अगाडि एउटा बस बाटोमा अड्किएको रहेछ, त्यही भएर यति ठुलो जाम लागेको रहेछ। त्यही पनि साइडबाट मैले आफ्नो जिपलाई निकाल्न सफल भएँ। र त्यसपछि चाहिँ म अगाडि एकदम डेन्जरस बाटोहरू पार गर्दै बढिरहेको थिएँ। त्यत्तिकैमा एउटा गुफाको बाटो आयो जसमा चाहिँ गाडीहरूले जान धौधौ भइरहेको थियो। त्यही पनि मैले आफ्नो गाडीलाई बचाउँदै निकालिरहेको थिएँ। त्यत्तिकैमा चाहिँ हाम्रो गाडीको एकदम ठुलो एक्सिडेन्ट हुन्छ जसमा चाहिँ हामी ट्रकमा ठोक्किन पुग्छौँ र अगाडि एकदम ठुलो जाम रहिरहेको थियो। धन्न प्यासेन्जरहरूलाई र मलाई चाहिँ केही भएन, सायद भगवान् बुद्धको आशीर्वादले होला। र त्यसपछि चाहिँ हामी एउटा गाउँमा पुग्यौँ र मैले आफ्नो गाडीलाई चिया पसलमा रोकेँ र चिया नास्ता गर्न लागेँ। र चिया नास्ता गरिसकेपछि चाहिँ हामी अगाडि बढ्यौँ र एकदम ठुलो खोला आयो। पुलको बाटो हुँदै हामी अगाडि बढ्यौँ र खोलामा चाहिँ हामीले केपी बाको जहाज देख्यौँ। नेपालको पानी जहाजले झन्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। र हजुरहरूलाई पनि यो म्याप मोड खेल्नु छ भने कमेन्ट बक्समा म्याप भनेर कमेन्ट गर्नु होला। मैले हजुरहरूलाई लिङ्क दिनेछु म्यापको, त्यो पनि एकदम फ्री। र केही घन्टा हिँडिसकेपछि चाहिँ हामी फाइनल्ली पुग्यौँ हाम्रो डेस्टिनेसनमा, लुम्बिनी द बर्थ प्लेस अफ लर्ड गौतम बुद्ध। र हामीले टाढैबाट चाहिँ गौतम बुद्धको सबैभन्दा ठुलो स्ट्याचु देखिरहेका थियौँ। त्यति देखिसकेपछि प्यासेन्जरहरू एकदम खुसी हुँदै थिए र म पनि खुसी थिएँ। हल्का अगाडि बढेर मैले गाडीलाई चाहिँ एउटा राम्रो ठाउँमा पार्किङ गरेँ। प्यासेन्जरहरू चाहिँ सबै मन्दिर दर्शन गर्न गइसकेका थिए र मैले चाहिँ गाडी हेर्दै अनि 1-2टा फोटो भिडियोहरू आसमान की ऊंचाइयों में र प्यासेन्जरहरू फर्किसकेपछि चाहिँ मैले उनीहरूलाई लिएर घरतिर लागिसकेँ। र अहिले चाहिँ मैले गाडीलाई ग्यारेजमा राखेको छु, जुन एक्सिडेन्ट भएको थियो त्यसपछि मैले गाडीलाई बनाउँदैछु। र आजको भिडियो यति नै। यदि हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।